आज हामी चाहिँ ताप्लेजुङको पाथिभराबाट दर्शन गरेर पाथिभरा मन्दिरमा गएर दर्शन गरेर घर फर्किने क्रममा यो त्यो पर चाहिँ देखिरहेको एउटा हिमालको दृश्य हो र हामी सबै मानिसहरू हामी सबैजना चाहिँ आज फ्यामिलीको हिसाबले सबै परिवारकै मान्छे मात्रै घुम्न गयौँ। एकदमै रमाइलो पनि भयो। यो पर देखेको सेतो हिमाल कति रमाइलो आहा। अनि यो चाहिँ 5 थरको फिदिमदेखि माथिको गाउँको नाम ठ्याक्कै थाहा नभए पनि कति मनमोहक दृश्य छ यो भिडियोमा, तपाईँहरू सबैले हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ कस्तो भने नि ताप्लेजुङ गयौँ पाथिभरा मन्दिर दर्शन गर्न, त्यस पछाडि त्यहाँ बस्यौँ अनि हिँड्दै हिँड्दै उकालो बाटो एकदमै रमाइलो गरेर आयौँ र आउँदाखेरि हामी 5 थरको फिदिममा बास बसेर हाम्रो कमल सुवेडीजीले मिलाइदिनु भएको होटल थियो क्या त्यो चाहिँ, अनि त्यहाँ बस्यौँ। त्यहाँको साउजीहरू त्यहाँको दाजुहरू कति राम्रो, त्यहाँको खानाहरू कति राम्रो, अनि हामी सबैजनाले एकदमै पूर्ण रूपमा सन्तुष्ट हुने गरी हामीले त्यहाँ चाहिँ सबै कुराहरू बास बस्ने रुमहरूदेखि लिएर खाने खानाहरू अनि पेय पदार्थहरू कति राम्रोसँग बन्दोबस्त गरिदिनु भएको रहेछ। उहाँले बन्दोबस्त गरिदिनु भएको ठाउँमा बास पनि त्यही बसेर आयौँ। अनि त्यहाँबाट आउँदै गर्दाखेरि हामी चाहिँ अहिले यो 5 थर जिल्लाको फिदिम माथि छौँ। हाम्रो गुरुजी हुनुहुन्छ, अब भन्दाखेरि गुरुजी तर दिपिन सर हुनुहुन्छ उहाँ होइन। अब दिपिन सर पनि मुसु हाँस्दै हुनुहुन्छ, अरे गाडी चलाउँदै हुन्छ, डिस्टर्ब गर्नु नि भएन उहाँलाई त होइन। त्यसो हुँदा त्यहाँभन्दा पछाडि हुनुहुन्छ जय साहब हुनुहुन्छ। अब ज्वाइँलाई त जिस्क्याउनु पनि हुँदैन जय चेलालाई। त्यहाँबाट हाम्रो पूजा छोरी, त्यहाँबाट मेरी बहिनी कपिला, राजीव भतिज होइन, राजीव सर भन्दा पनि फरक पर्दैन उहाँलाई चाहिँ, भतिज राजीव भतिज। त्यहाँबाट मेरी भान्जी कतातिर हो भान्जी, ल हामी सबैजना हामी फ्यामिलीको हिसाबले चाहिँ यहाँ घुम्न आएका थियौँ र एकदमै रमाइलो भयो। अब हामी एकछिनमा कन्याम पुगेर फेरि अर्को भिडियो तपाईँहरूलाई देखाउँछौँ ल।